1 2 3 4 5 पाँचवटा आउला है। पाँचवटा हेर्नु चाहिँ सजिलो छ। यहाँनिर चाहिँ हामी एकजना जकायासको बारेमा हामी पाउँदछौँ हैन। हामी कसको बारेमा पाउँदछौँ? जकायासको बारेमा हामी पाउँदछौँ। यहाँनिर विशेष गरी चाहिँ के छ भने यो जकायासलाई चाहिँ विशेष हामी हेर्दछ भने कर उठाउने भनेर भन्दछ, ट्याक्स कलेक्टर भनेर भन्दा पनि भन्दछ हैन। कर उठाउने भन्नेको चाहिँ अर्थ के छ भने त्यति बेलाको समयको चाहिँ रोमी साम्राज्यको चाहिँ प्रतिनिधि पनि भनेर भन्दछ हैन। रोमी साम्राज्यको के हो? प्रतिनिधि, रिप्रेजेन्टेटिभ अफ रोमन किङडम पनि हो हैन। अनि रोमी साम्राज्यको प्रतिनिधि र रोमी साम्राज्यको एउटा जागिरवाला भनौँ न, काम गर्ने, जसले चाहिँ साधारण जनता यहुदीबाट अरू जातिहरूबाट देशबाट चाहिँ त्यो करहरू उठाएर चाहिँ कसलाई दिने गर्ने गर्दथ्यो? रोमी सरकारलाई दिने गर्दथ्यो। त्यसैले गर्दा चाहिँ इजरायलीहरू विशेष गरी इजरायलीहरू चाहिँ विशेष गरी चाहिँ अलिकति अब ट्याक्स कलेक्टर कर उठाउने भन्ने बित्तिकै चाहिँ एउटा नराम्रो दृष्टि र उनीहरूको एउटा हेर्ने दृष्टिकोण र विचारहरू चाहिँ एउटा राम्रो थिएन, विशेष गरी कर उठाउनेको निम्ति। किनभने उनीहरूले कर उठाउँथ्यो, पैसाहरू जम्मा गर्थ्यो हैन। अहिले त त्यति साह्रो उयो छैन, तर अहिलेको समयमा हो भने चाहिँ कर उठाउने भन्दाखेरि चाहिँ कस्तो छ भने हाम्रो नेपालको सन्दर्भमा भने अहिले सिधै होइन राजनीति भन्ने बित्तिकै हामी अलिकति राम्रो दृष्टिकोणले हेर्दैनौँ। पोलिटिक्स इन्डियामा भयो, अरू ठाउँमा अहिलेको समयमा चाहिँ राजनीति गर्ने बित्तिकै राजनीति गर्ने भन्ने बित्तिकै जस्तो अब नेपालमा भने राजनीति गर्नेलाई अहिले झोले भन्न थालेको छ हैन। पहिला पहिला विश्वासीहरूलाई भनिन्थ्यो, पास्टरलाई, प्रचारकहरूलाई भनिन्थ्यो हैन। अहिले त राजनीति लिडरलाई पनि भन्न थालेको छ झोले भनेर हैन। र त्यति बेलाको समयमा चाहिँ रोमीहरूले विशेष गरी इजरायलीहरूले चाहिँ कसलाई के भन्थ्यो अरे? झोले भन्थ्यो, कर उठाउनेहरूलाई। कर उठाउनेहरू चाहिँ इजरायलीहरू विशेष गरी यहुदीहरूको लागि चाहिँ पापी सरा थियो। किनभने परमेश्वरको जन इजरायलीहरूबाट चाहिँ करहरू पैसाहरू जे पनि उठाइकन चाहिँ कसलाई दिन्थ्यो? अरू जाति विशेष गरी रोमीहरूलाई दिने गर्दथ्यो। त्यसै कारण गर्दाखेरि चाहिँ कर उठाउने भन्नु बित्तिकै पापी सरा थियो यहुदीहरूको दृष्टिकोणमा चाहिँ, यहुदीहरूको हेराइमा हैन, यहुदीहरूको सोचाइमा चाहिँ त्यो थियो। त्यसले गर्दा एकदमै तल्लो दर्जाको काम थियो हैन। यहुदीहरूले आउनु बित्तिकै कर उठाउने आइरहेको छ भन्ने बित्तिकै यसो तल हेरेर एकदमै तल्लो नजरले हेर्ने गर्दथ्यो। अब यहाँनिर हामी एउटा के पाउँदछौँ भने जकायास भन्ने चाहिँ कर उठाउने भनेर भन्दछ है। जकायास भन्ने चाहिँ कोही के उठाउने अरे? कर उठाउने भनेर भन्दछ। अनि जकायास यहाँनिर हामी के पाउँदछौँ नि, यरियोमा चाहिँ एक दिन चाहिँ प्रभु येशू ख्रीष्ट के गर्दै आउनुभएको छ? हिँड्दै आउनुभएको छ। के गर्दै आउनुभएको छ अरे? हिँड्दै आउनुभएको छ। भिडहरू पछि लागेको छ हैन। येशू ख्रीष्टको भिडहरू पछि लागेको छ। अनि यो कुरा चाहिँ जकायासले पनि सुन्यो। प्रभु येशू ख्रीष्ट चाहिँ यो बाटो के हुँदैछ अरे? आउनु हुँदैछ भनेर जकायासले सुनेको छ। अनि जकायासले सुनेर चाहिँ अब हामी के कुरा पाउँदछौँ भने जकायास र प्रभु येशू ख्रीष्टको भेट भनेर हामी आजको यो छ। विशेष गरी कसको भेट अरे? जकायास र प्रभु येशू ख्रीष्टको भेट भनेर हामी पाउँदछौँ। प्रभु येशू ख्रीष्ट यो बाटो भएर जाँदै गरेको पाउँदछौँ। यो सिनारियो भनेर भन्दछ नि, यो घटना हो। प्रभु येशू ख्रीष्ट चाहिँ यरियो बाटो उहाँको जानु पर्ने थियो, उहाँको उद्देश्य थियो अर्को ठाउँमा जानुको लागि, उहाँको मिसन, उहाँको उद्देश्यको लागि त्यो यात्रा, त्यो बाटोबाट जानुपर्ने उहाँको थियो। तर यो पथ, यो कथा, यो घटना चाहिँ तबसम्म यो लिखितमा हुने थिएन जबसम्म चाहिँ जकायासले चाहिँ पहिलो कदम चाहिँ चाल्ने थिएन। अर्थात् यदि यो जकायासले पहिलो कदम नचालेको भए, फर्स्ट स्टेप चाहिँ कसले नचालेको भए? जकायासले नचालेको भए यो लुकाको पुस्तक 19को 1 दिन लिएर 10सम्म के यो बाइबलमा हुने थिएन। यो बाइबलमा जकायासको नाम किन आज इसाई मण्डलीहरूको बिचमा फेमस छ? किन चाहिँ जकायासको बारेमा पढ्नु पर्दछ? किन चाहिँ जकायासको बारेमा हजारौं वचनहरू छ? किन चाहिँ जकायास जस्तो हुनुपर्छ हैन? किन चाहिँ जकायास भनेर हामी किन पढ्दछौँ भने प्रभु येशू ख्रीष्टको पहिलो स्टेपको कारण गर्दाखेरि होइन, तर कसको कारण गर्दाखेरि हो? जकायासको कारण गर्दाखेरि। अब यहाँनिर हामी 5वटा कुरा पाउँदछौँ। कतिवटा कुरा? 5वटा कुरा हामी संक्षेपमा हेर्नेछौँ। नम्बर 1 कुरा चाहिँ हामी के पाउँदछौँ नि, जकायासलाई चाहिँ जब प्रभु येशू ख्रीष्ट त्यो बाटोबाट जानु हुँदैछ भन्ने बित्तिकै जकायासले सुन्यो, उनले हो प्रभु येशू ख्रीष्ट यो बाटो भएर जानु हुँदै रहेछ हैन। अब मैले प्रभु येशू ख्रीष्टलाई भेट्नु पर्छ
भनेर चाहिँ नम्बर 1 कुरा चाहिँ जकायसलाई प्रभु येशू ख्रीष्टसँग भेट गर्नको लागि चाहिँ एउटा उत्सुकता जागेको छ, इच्छा जागेको छ। सबैले भन्नुहोस् त, जकायसलाई प्रभु येशू ख्रीष्टसँग भेट गर्नको लागि उत्सुकता, इच्छा जागेको छ। हेर्नुहोस् है, अब यहाँनिर हामी के पाउँदछ भने 19 को 1-4 हामी के पाउँदछ भने येशू यरुमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। त्यहाँ जकायस नभएका एकजना मानिस थिए, तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, प्रमुख पनि थिए अरे, अनि धनी पनि थिए अरे। हेर्नुहोस् है, कर उठाउने मात्र थिएन, मुखिया थियो अरे, हेड थियो अरे। हेर्नुहोस् है, अब अहिलेको समयमा हाकिम भनौँ न, होइन, हाकिम थिए र उनी धनी पनि थियो। अब यहाँनिर घटना छ, येशूको हुँदो रहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड्को भएका हुनाले भिडले गर्दा तिनले देख्न सकेनन्। तिनी उहाँलाई हेर्नलाई अघि अघि दौडेर एउटा अन्जिरको रुखमा चढे, किनकि येशू त्यहाँ बाटो भएर जान लाग्नु भएको थियो। आमेन। हेर्नुहोस् है, 1-4 के पाउँदछ भने जकायस आफ्नो काम गरिरहेको छ, तर उनले प्रभु येशू ख्रीष्टको बारेमा धेरै सुनेको थिए। अब जकायसलाई के भएको छ भने, हो मैले त येशू ख्रीष्टको बारेमा धेरै सुनेको छु, जसले पनि प्रभु येशू ख्रीष्टको बारेमा भन्ने गर्दछ, प्रभु येशू ख्रीष्टको बारेमा गुणगान गरिरहेको छ। प्रभु येशू ख्रीष्टले यसरी शिक्षा, राम्रो शिक्षा दिनु हुँदो रहेछ। प्रभु येशू ख्रीष्टले त के गर्नु हुँदो रहेछ, उहाँले रोगहरू निको पार्नु हुँदो रहेछ, उहाँले दया गर्नु हुँदो रहेछ, उहाँले क्षमा काम गर्नु हुँदो रहेछ, होइन, उहाँ चाहिँ कस्तो हुँदो रहेछ। मैले धेरै गुणगानहरू सुनेको छु उहाँको बारेमा, धेरै कुराहरू उहाँको बारेमा सुनेको छु। र अब चाहिँ आज चाहिँ म के गर्नु पर्यो, यो मेरो निम्ति एउटा मौका छ, मेरो निम्ति एउटा अपर्च्युनिटी छ, मौका छ प्रभु येशू ख्रीष्टलाई भेट गर्नको लागि, प्रभु येशू ख्रीष्टलाई हेर्नको लागि, प्रभु येशू ख्रीष्टलाई देख्नको लागि। र मैले आज यो मौका चाहिँ के गर्नु भएन, मैले गुमाउनु भएन भनेर जकायसमा अब के भएको छ, प्रभु येशू ख्रीष्टसँग भेट गर्नको लागि, प्रभु येशू ख्रीष्टलाई हेर्नको लागि चाहिँ उनमा एउटा के भएको छ अरे, इच्छा। अब त्यो मात्र इच्छा मात्र होइन, उनले एउटा कदम चालेको हामी पाउँदछ, ऊ दौडेर गए अरे। यद्यपि उनी पुड्के थिए, हेर्नुहोस् है, कस्तो थियो अरे, पुड्को। मैले सानोमा एउटा सानो हुँदाखेरि बाबाहरूले एउटा के भन्नुहुँदै थियो भने, हाम्रो एकजना बडा चाहिँ पुड्को हुनुहुन्थ्यो है, हामी पण्डित भन्थ्यौँ, उहाँ सुब्बा हुनुहुन्थ्यो तर नाम चाहिँ पण्डित थियो, होइन। म त छक्क पर्थेँ, फेरि उहाँको नाम त पण्डित छ, फेरि चाहिँ के भयो, सुब्बा भयो, कसरी पण्डित भयो भनेर भनिरहन्थ्यो। अनि उहाँको चाहिँ पछाडि कुम्लो थियो क्या, यस्तो पछाडि यत्रो उठेको थियो है पछाडि। अनि फेरि अब हाम्रो त्यहाँनिर विशेष गरी त्यो एरियामा अब विभिन्न ठाउँतिर आन्दोलनमा चाहिँ एउटा मुख्य भनौँ न, एउटा नेता भनौँ, उसले मान्छेहरू खटाउने, यताउता यो गर्ने, होइन, कसैलाई मार भन्नु जाने, कसैलाई पिट भन्नु जाने, कसैलाई के भन्नु जाने। अनि एक दिन त अब आर्मी पुलिसहरूलाई चाहिँ के भयो, पुलिसहरूलाई सशस्त्र भनौँ न, यता सिआरपीहरूलाई चाहिँ को लिस्टमा चाहिँ उनी पण्डित भने चाहिँ वान्टेड भयो क्या, होइन, वान्टेड भयो। अनि नाम चाहिँ सुनेको रहेछ पण्डित भनेर, पण्डितलाई खोज्न आयो। अनि पण्डितलाई खोज्न आउँदा चाहिँ एक दिन पण्डितलाई भेटेछ, होइन, पुलिसहरूले यसो देखेछ, ए यो त बच्चा आयो, छोड दो भनेर, यो त बच्चा आयो, छोड दो भनेर सिआरपीहरूले पुड्को भनेर छोडिदिएछ। भएर त जसलाई खोज्न आएको छ उसलाई नै बच्चा आयो, त छोड दो भनेर छोडिदिएछ। हेर्नुहोस् है, पुड्कोमा कतिचोटि फाइदा पनि छ यहाँनिर, होइन, कति फाइदा पनि छ, कति बेफाइदा पनि छ। तर जकायसको लागि चाहिँ यहाँ बेफाइदा छ। यहाँनिर यो घटनामा हामी के पाउँदछौँ, घटनामा बेफाइदाको कुरा पाउँदछौँ। हेर्नुहोस् है, पुड्को भएको कारणले गर्दाखेरि अरू मानिसहरू इजरायलमा, विशेष गरी इजरायली रलबलको हुन्छन्, होइन, पुड्को भएको कारणले गर्दाखेरि उनले प्रभु येशू ख्रीष्टलाई देख्ने इच्छा त जागेको छ, उनलाई इच्छा त छ, होइन, देख्न चाहन्छन्, हेर्न चाहन्छन्, तर प्रब्लम चाहिँ के भएको छ, पुड्को छ, त उनी दौडेर गएका हामी पाउँदछौँ। हेर्नुहोस् है, नम्बर 1 कुरा, किन उनी दौडेर गए। हेर्नुहोस् है, किन चाहिँ जकायस है अरूभन्दा दौडेर गए, किन चाहिँ जकायस है उनी दौडेर गएर रुखमा चढे। हेर्नुहोस्, अहिलेको समयमा भने कोही रुखमा चढ्छ भन्नुहोस् त, त्यो पनि हाकिम। हेर्नुहोस् है, हाकिम, कर उठाउने हाकिम, सरकारको प्रतिनिधि, सरकारमा साधारण जागिर गरे पनि मालिक जस्तो हुन्छ, होइन, साधारण। हेर्नुहोस् है, साधारण मानिसमा पनि के हुन्छ, रुखमा कोही चढ्नुहुन्छ, भिडमा देखेर बित्तिकै पक्ला भन्छ नि, होइन, हो के भन्नुहोस् त, लु पक्ला, यो त पक्ला रहेछ,
यत्रो भिडले प्रभु येशू ख्रीष्टलाई हेर्नुको छ त कसलाई हेर्ने अरे? जकायासलाई हेर्ने। हेर्नुहोस् अब यहाँ भएको पनि छ, हामी पाउँदछ। तर उनले केही पनि नहेरिकन होइन, किन उनले रुखमा चढे, किन उनी दौडेर गए भन्दाखेरि जकायासको हृदयमा चाहिँ के छ अरे? चाहना, एउटा तृष्णा छ प्रभु येशू ख्रीष्टलाई हेर्नका लागि। हालेलुया। त्यो चाहना, त्यो तृष्णा, त्यो इच्छाले जकायासलाई रोक्न सकेन हैन। थर्स्ट टु सी जिजस क्राइस्ट हैन, प्रभु येशू ख्रीष्टलाई हेर्नका लागि, प्रभु येशू ख्रीष्टलाई देख्नका लागि उनको पुड्कोपनले न त भिडले न त त्यो परिस्थितिले उनलाई रोक्न सके, किनकि उनीमा चाहना छ। त्यही कारण भजन सङ्ग्रहले चाहिँ के भन्दछ भने, हे परमेश्वर तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, म तपाईँलाई दिलो ज्यानले खोज्छु, पानी नभएको अबानो र बाँझो जमिनमा मेरो प्राण तपाईँको निम्ति तिर्खाउँछ। हालेलुया। हेर्नुहोस् है, अनि मेरो शरीर तपाईँको निम्ति मरि मिट्छ भनेर भन्दछ। हेर्नुहोस् भजन सङ्ग्रहले, हे परमेश्वर मेरो प्राण तपाईँको निम्ति तिर्खाउँछ। ओबन जमिनमा, बाँझो जमिनमा जसरी हामी तिर्खाउँछ त्यसरी नै मेरो आत्माले, मेरो प्राणले तपाईँको निम्ति तिर्खन गर्दछ। मेरो शरीरले त झन् तपाईँको निम्ति त मरि मिट्छ भनेर भन्दछ। जकायासको लागि सायद त्यही कुरा थियो होला होइन, प्रभु येशू ख्रीष्टलाई। यद्यपि जकायासमा सायद परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ होइन, उहाँ सृष्टिकर्ता हुनुहुन्छ भने त्यहाँसम्म पुगेको थिएन है, त्यहाँसम्म पुगेको थिएन जकायास। त्यहाँसम्म पुगेको थिएन कि मेरो प्रभु, मेरो उद्धारकर्ता, मेरो पाप क्षमा गर्ने, मलाई उद्धार दिने, मलाई मुक्ति दिने, मलाई जीवन दिने, मलाई सृष्टि गर्नुहुने, मलाई अनन्त जीवन दिनुहुने, उहाँ मात्र परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ मात्र मेरो आशा हुनुहुन्छ भन्ने कुरा चाहिँ के अरे जकायासमा थिएन। तर पनि जकायासमा के थियो भने, म एकपल्ट येशूलाई हेर्न चाहन्छु। हालेलुया। तर यहाँ भजन सङ्ग्रहले के भन्दछ, हे परमेश्वर मेरो प्राण तपाईँको निम्ति मरि मिट्छ। हे परमेश्वर मेरो प्राण चाहिँ के हुन्छ अरे? पानी जमिनमा मेरो प्राण पानी नभएको अबानो र बाँझो जमिनमा मेरो प्राण तपाईँको निम्ति तिर्खाउँछ। हालेलुया। भजन सङ्ग्रह दाउदले के भन्दछ? परमेश्वरको बारेमा जानेको थियो क्या, हु इज गड, परमेश्वर कस्तो हुनुहुन्छ, मेरो निम्ति परमेश्वरको महत्त्व के छ, मेरो जीवनमा परमेश्वरको महत्त्व के छ, मेरो जीवनमा परमेश्वर भएन भने के हुन्छ त, मेरो निम्ति परमेश्वर, मेरो निम्ति चाहिँ परमेश्वर चाहिँ कतिको अर्थ लाग्छ भन्ने कुरा भजन सङ्ग्रहले यहाँनिर भन्दछ होइन। जकायासले त प्रभु येशू ख्रीष्टको बारेमा गुणगान गरेको कारण गर्दा हेर्न मात्र चाहन्थे, त्यसै कारण गर्दा उनले देखे पनि। तर भजन सङ्ग्रहले भन्दछ, हे परमेश्वर मेरो प्राण तपाईँको निम्ति के छ अरे? तिर्खाउँछ। हालेलुया। जब हाम्रो प्राण त परमेश्वरको निम्ति तिर्खाउँछ नि, हाम्रो कदम चाहिँ के हुन्छ अरे? जब हाम्रो प्राण परमेश्वरको निम्ति तिर्खाउँछ नि, मेरो शरीर, हाम्रो शरीर चाहिँ परमेश्वरको निम्ति चाहिँ मरि मिट्छ नि होइन। हामी भिडहरूलाई हेर्दैनौँ क्या, हाम्रो म पुड्को छु भनेर हामी हेर्दैनौँ होइन, म त पुड्को छु, मेरो भिड छ रुख भनेर हामी हेर्दैनौँ, म रुखमा चढ्ने मान्छेले पागल भन्छ कि भनेर हेर्दैन, किनभने हाम्रो तृष्णा हुन्छ, किनभने तृष्णा जसरी पनि मेटाउनु पर्ने छ, जसरी पनि मरे मिट्ने शरीरलाई, मरे मिट्ने प्राणलाई चाहिँ के गर्नु पर्यो? एकपल्ट दिलासा दिनु पर्यो। हालेलुया। दोस्रो कुरा चाहिँ के भन्दछ भने, यद्यपि नम्बर 1 कुरा के हो? जकायासको परमेश्वरलाई, प्रभु येशू ख्रीष्टलाई हेर्ने इच्छा, चाहना। दोस्रो कुरा चाहिँ के छ भने, यद्यपि जकायासको प्रभु येशू ख्रीष्टलाई हेर्ने चाहना थियो, हेर्ने इच्छा थियो, तर उनीमा के थियो अरे? अब्स्टेकल्सहरू थियो, बाधाहरू थियो। बाधाहरू के थिए? नम्बर 1 बाधा उनी पुड्को थिए। दोस्रो बाधा के थियो? भिडहरू थियो। हेर्नुहोस् है, पुड्को, भिड। तेस्रो बाधा के हो? यहुदीहरूले हेर्ने दृष्टिकोण के छ? जकायासलाई पापी, कर उठाउने, समाजमा राम्रो छैन। हेर्नुहोस् है, धेरै कुरा छ, उनी त एकदमै तल्लो दर्जाको छ, धेरै बाधाहरू छ। नम्बर 1 पुड्के भयो, दोस्रो कुरा भिडहरू भयो, तेस्रो कुरा मान्छेले हेर्ने दृष्टिकोणहरू भयो होइन। यो बाधाहरू भए तापनि, अब्स्टेकल्सहरू भए तापनि उनले के गर्यो? म पुड्के छु भनेर उनले सोचेन, उनले पुड्के छु भनेर उनले सोचिरहेन, यो भिडहरू छ भने उनले सोचिरहेन, उनले मलाई मानिसले के कस्तो नजरले हेर्छ, मान्छेहरू मलाई हेर्ने दृष्टिकोण के छ भन्ने कुरा चाहिँ उनले त्यो सोचिरहेन। म कसलाई हेर्न चाहन्छु अरे? प्रभु येशू ख्रीष्टलाई हेर्न चाहन्छु। हालेलुया। हालेलुया। होइन, बाधाहरू उनले हेरिरहेन, प्रब्लम्सहरू उनले हेरिरहेन,
उनले के हेरिरहे, उनले के देखे? सल्युसन देखे। हालेलुया। जक्कायासले के देखे? समस्याहरू उनले हेरिरहेन क्या, उनले के देखे? समाधानहरू देखे। उनले के देख्यो? समाधान। जब हाम्रोमा तृष्णा हुन्छ नि, हाम्रोमा परमेश्वरलाई खोज्ने, प्रभु येशूलाई हेर्ने तृष्णा हुन्छ नि, हाम्रोमा चाहना हुन्छ नि, हामीले समस्याहरू देखिरहँदैन क्या। समस्याहरू माथि देख्दैन, हो म त पुड्के छु, कति अल्गलका मान्छेहरू छ त्यहाँनिर होइन, ए म त एक्लो छु, मानिसहरू भिडहरू पुरा छ, ए म त कर उठाउने मान्छे हो, मलाई त मान्छेले राम्रो हेर्दैन, अब म के गरौँ भनेर उनले प्रब्लम्सहरू हेरिरहँदैन क्या। जब चाहना हुन्छ नि, जब तृष्णा हुन्छ नि, रुख देख्छ। के देख्छ अरे? के देख्छ अरे? रुख देख्छ। हालेलुया। जब इच्छा हुन्छ नि, उनले के देख्छ अरे? रुख देख्छ क्या। प्रभु येशू ख्रीष्टलाई जब हेर्ने चाहना हुन्छ नि, परमेश्वरले हेर्ने चाहना हुन्छ नि, हाम्रो प्राण मरिमेट्छ नि, त्यति बेला हामी के देख्छौँ अरे? रुख देख्छौँ। जक्कायासले के देखे? रुख देखे। सबैले भन्नुहोस् त, जक्कायासले के देखे? रुख। रुख चाहिँ उनको लागि चाहिँ के थियो? समाधान थियो क्या। हालेलुया। रुख चाहिँ उनको लागि चाहिँ के थियो? उनले हेर्ने, प्रभु येशू ख्रीष्टलाई हेर्ने इच्छाको समाधान देखे उनले, होइन? उनले रुख, अब म रुखमा चढ्छु, ला त्यो रुखमा चढ्यो भने त मान्छेले के भन्ला? मलाई त पागल पो भन्छ कि, मलाई त के पो भन्छ कि, ला मान्छेले त तान्छ कि, ला भोलि दिन के होला, भोलि दिन मेरो जागिर जाला कि, होइन, मेरो भोलि दिन मेरो नोकरी जाला कि, भोलि दिनमा के होला है, भोलि दिन अब म कैदमा पो होला कि भनेर उनले त्यो सोचेन। उनले के मात्र सोच्यो भने, जस्ट आई वान्ट टु सी जिजस क्राइस्ट। म प्रभु येशू ख्रीष्टलाई हेर्न चाहन्छु। हालेलुया। म प्रभु येशू ख्रीष्टलाई हेर्न चाहन्छु, किनभने मैले प्रभु येशू ख्रीष्टको बारेमा मैले सुनेको छु। हालेलुया। जक्कायासमा यस्तो हृदय छ, हेर्नुहोस् है, जक्कायासमा यस्तो हृदय छ, उनले प्रभु येशू ख्रीष्टमा सुनेको कारणले गर्दा मात्र उनले आफ्नो समस्याहरू देखेन। उनले प्रभु येशू ख्रीष्टलाई हेर्नको लागि जे पनि गर्न प्रयास गरे। उनी रुखमा पनि चढ्नको लागि तयार थिए। उनले आफ्नो इज्जतलाई पनि, उनले सम्मानलाई पनि उनले हेरेन, केवल प्रभु येशू ख्रीष्टलाई हेर्नका लागि। हालेलुया। हाम्रो जीवनमा हामीले त प्रभु येशू ख्रीष्टलाई हेरेको सुनेको भन्दा पनि गहिरो छ। हाम्रो लागि प्रभु येशू ख्रीष्ट मर्नुभयो। हालेलुया। जक्कायास जति बेला प्रभु येशू ख्रीष्टलाई हेर्न चाहन्थे नि, जति बेला प्रभु येशू ख्रीष्टलाई देख्न चाहन्थे नि, त्यति बेला प्रभु येशू ख्रीष्ट मर्नु भएको थिएन। त्यति बेला प्रभु येशू ख्रीष्टले क्रुसमा टाङ्नु भएको थिएन। त्यति बेला प्रभु येशू ख्रीष्टले कोरा खानु भएको थिएन। त्यति बेला प्रभु येशू ख्रीष्ट मानिसहरूको लागि निन्दित हुनु भएको थिएन। त्यति बेला प्रभु येशू ख्रीष्टले थुकाइहरू खानु भएको थिएन। त्यति बेला प्रभु येशू ख्रीष्टले पापीहरूलाई कतिको प्रेम गर्नुहुन्छ। जक्कायासले यति बेला प्रभु येशू ख्रीष्टको बारेमा सुनेको मात्र थिए, तर जक्कायासले त्यति बेला, हेर्नुहोस् त, जक्कायासले त्यति बेला प्रभु येशू ख्रीष्ट मेरो लागि मर्नुभयो, म कर उठाउनेको लागि प्रभु येशू ख्रीष्ट मर्नुभयो, म कर उठाउनेलाई प्रभु येशू ख्रीष्टले प्रेम गर्नुहुन्छ, म कर उठाउनेको लागि प्रभु येशू ख्रीष्ट त मर्नको लागि पनि तयार हुनुहुँदो रहेछ, क्रुसमा पनि जानुभयो, उहाँले चोटहरू खानुभयो, उहाँले कोराहरू खानु, उहाँले ठुकाएर खानुभयो भनेर त्यो भनेको बाद जक्कायासले कस्तो कदम चाल्थ्यो होला, कस्तो स्टेपहरू जक्कायासले चाल्थ्यो होला। तर जक्कायासले प्रभु येशू ख्रीष्टको बारेमा सुनेको मात्र थियो, कृति मात्र सुनेको थियो, तर पनि जक्कायास रुखमा चढ्नको लागि तयार थियो। हालेलुया। आज तपाईँ हामी जक्कायास भन्दा पनि ब्लेसेड छौँ। हालेलुया। सबैले भन्नु न, म जक्कायास भन्दा पनि आशीषित छु। जक्कायास प्रभु येशू ख्रीष्टको बारेमा सुनेका मात्र थिए, तर मैले जानेको छु प्रभु येशू ख्रीष्ट मेरो निम्ति मर्नुभयो, मेरो लागि दुःख भोग्नुभयो, मेरो लागि कष्टहरू भोग्नुभयो, मेरो लागि रगत बगाउनुभयो, मेरो लागि कोराहरू खानुभयो, मेरो लागि क्रुसमा जानुभयो, मेरो लागि मर्नुभयो, मेरो लागि जीवित हुनुभयो। मैले के गर्ने त? हालेलुया। यहाँ हेर्नुहोस् है, हामीलाई धेरैचोटि अहिलेको समस्या के छ? जक्कायासको समस्या पुड्कोपन थियो, जक्कायासको समस्या भिडहरू थियो, जक्कायासको समस्या मानिसले के भन्छ भने, आज तपाईँ हामी प्रभु येशू ख्रीष्टलाई हेर्नको लागि, प्रभु येशू ख्रीष्टलाई नजिकतामा जानको लागि हाम्रो समस्याहरू के छ? कतै तपाईँ हाम्रो निम्ति एउटा पाप त छैन, कतै हाम्रो अविश्वासहरू त छैन, कतै तपाईँ मेरो डरहरू त छैन, कतै तपाईँ मेरो निम्ति एउटा संसारिक कुराहरू त छैन, जसले गर्दा, जुनले गर्दा प्रभु येशू ख्रीष्टलाई को निम्ति चाहिँ हाम्रो प्राण चाहिँ के हुन्छ अरे? मरिमेट्छ। आई वान्ट टु सी जिजस क्राइस्ट। प्रभु येशू ख्रीष्टलाई हेर्नको लागि कतै हामीले रुखहरू त नदेखिरहेको छैनौँ,
हामीले समाधानहरूमा हामीले देखिरहेको छैनौँ, हामीले समस्याहरू मात्र देखिरहेको छैनौँ। किनभने आज जकायसको जस्तो हाम्रो तपाईँ नि मेरोमा तृष्णा कतिको छ। तेस्रो कुरा, जब प्रभु येशू ख्रीष्टले दुईटा कदम जकायसले चालेको देखे नि, दुईटा कुरा जकायसमा प्रभु येशू ख्रीष्टले देखे नि। नम्बर एक कुरा, जकायसमा प्रभु येशू ख्रीष्टलाई हेर्नको लागि के थियो? चाहना प्रभु येशू ख्रीष्टमा देखे, डिजायर प्रभु येशू ख्रीष्ट जकायसमा देखे। र दोस्रो कुरा चाहिँ त्यो प्रभु येशू ख्रीष्टलाई हेर्नको लागि जस्तो कदम पनि, जस्तो पहिला पनि जकायसले मेरो निम्ति चाल्यो, मेरो निम्ति स्टेप गर्यो, रुखमाथि पनि चढ्नका लागि तयार भयो। उनले आफ्नो पुड्कोपन सम्झेन, उसले आफ्नो कामहरू सम्झेन, उसले भिडहरू सम्झेन, उसले कुनै पनि हेरेन, केवल मलाई हेर्नको लागि रुखमा चढ्यो भन्ने बित्तिकै प्रभु येशू ख्रीष्टले के भन्नुभयो? हे जकास, तिमी ओर्ली आऊ, आज तिम्रोमा के गर्नु छ अरे? बस्नु छ। जब येशू त्यस ठाउँमा आइपुग्नु भयो तब उहाँले मासतिर हेरेर तिनलाई भने, ए जकास, चारो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ। हालेलुया। यदि जकायस रुखमा नचढेको भए के हुन्थ्यो? प्रभु येशू ख्रीष्टले जकासलाई बोलाउनुहुन्थ्यो, हे जकास भनेर बोलाउनुहुन्थ्यो, हे जकास तिमी रुखबाट ओर्लेर आऊ भनेर भन्नुहुन्थ्यो, हे जकास आज म तिम्रो घरमा बस्नु पर्ने छैन। प्लान हेर्नुहोस् है, योजना हेर्नुहोस्, हेर्नुहोस्। प्रभु येशू ख्रीष्ट जकासको घरमा ल्याउने योजना परिस्थिति कसले ल्याए त? सुन्नुहोस् त, प्रभु येशू ख्रीष्ट घरमा, जकासको घरमा ल्याउने परिस्थिति कसले सृजना गर्यो त? प्रभु येशू ख्रीष्टले होइन, जकासले सृजना गर्यो। हुनसक्छ जकासले यदि रुखमा नचढेको भए, जकास प्रभु येशू ख्रीष्टलाई हेर्न रुखमा नचढेको भए, प्रभु येशू ख्रीष्टले भन्नुहुन्थ्यो, हे जकास तिमी रुखबाट ओर्लेर आऊ, आज तिम्रो घरमा बस्नु परेको छ, हेर्नुहोस् त भनेर प्रभु येशू ख्रीष्टले भन्नुहुन्थ्यो? भन्नुहुने थिएन। तर के भयो? जकासको दुईटा कदमले, एउटा चाहना, एउटा तृष्णा प्रभु येशू ख्रीष्टलाई हेर्नको लागि। दोस्रो कुरा चाहिँ के हो? उनले बाधाहरू देखेन, उनले के देखे? समाधान देखे। अब्स्टेकल्सहरू देखेन उनले, उनले के देखे? रुख देखे। हालेलुया। र त्यो रुखमा चाहिँ चढ्नको लागि तयार भएको देखेर चाहिँ प्रभु येशू ख्रीष्टले के भन्नुभयो? र त्यो रुखमा चढेको देखेर चाहिँ प्रभु येशू ख्रीष्टले के भन्नुभयो? जकास तिमी ओर्लेर आऊ। हालेलुया। त्यसै कारणले प्रकाशको पुस्तक 3:20 के भन्दछ? हेर म ढोकामा उभिएर घचघचाउँछु, कसैले मेरो स्वर सुनेर मेरो निम्ति ढोका खोलिदियो भने के हुनेछ? म त्यसभित्र पस्नेछु, म त्यससँग भोज खानेछु र त्यसले मसँग के गर्नेछ अरे? भोज गर्नेछ। हालेलुया। हेर्नुहोस्, एउटा धर्मी परमेश्वरको पुत्र, सृष्टिकर्ता, प्रभु, उद्धारकर्ता, मुक्तिदाता, समाजको नजरमा पापी ठानेको, यद्यपि प्रभु येशू ख्रीष्ट मानिसले धेरैले जानेको थिएन परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनेर, जानेको थिएन, तर पनि प्रभु येशू ख्रीष्टलाई धर्मी मानिसको रूपमा हेर्थ्यो मानिसहरूले, भिडहरूले। तर पनि प्रभु येशू ख्रीष्टलाई एउटा गुरुको रूपमा हेर्थ्यो। त्यसै कारणले जकाससँग जब बसे नि प्रभु येशू ख्रीष्ट, कस्तो खालके हुनुहुँदो रहेछ? पापी मानिससँग बसेको। जकासको लागि चाहिँ एउटा मौका थियो क्या, जकासको लागि एउटा अपर्च्युनिटी थियो कि मेरो घरमा परमेश्वरको पुत्र, सृष्टिकर्ता, उद्धारकर्ता, मुक्तिदाता चाहिँ आउनु भएर चाहिँ के गर्छ भने खाना खानु र मेरो परिवारलाई आशिष दिनु चाहिँ के हो? जकासको निम्ति चाहिँ एउटा आशिषको कुरा हो। हालेलुया। जकासको लागि चाहिँ संसारको सबैभन्दा मूल्यवान कुरा हो क्या। सबै कुरा उनले धेरै मूल्य, त्यो जागिर गरेर धेरै मूल्यवान कुराहरू उनले पाए। उनले घर पाए, उनले रथहरू पाए, रोकरहरू पाए, धनी भयो, पैसा भयो, नाम कमाए, सबै कमायो। तर यो प्रभु येशू ख्रीष्ट जकासको घरमा आउनु भनेको त्यो भन्दा पनि उत्तम कुरा थियो। हालेलुया। उत्तम कुरा थियो। कसरी भयो? प्रभु येशू ख्रीष्टले के भन्नुभयो अरे? म आज तिम्रो घरमा बस्नेछु। हालेलुया। म आज तिम्रो घरमा बस्नेछु। जकासले प्रभु येशू ख्रीष्टलाई आफ्नो घरमा ल्याउनुका लागि परिस्थिति सृजना गरे। जकासको घरमा आएर चाहिँ प्रभु येशू ख्रीष्टले खाना खाएको, जकासको घरमा आएर परिवारसँग संगति गरेको, जकासको घरमा आएर प्रभु येशू ख्रीष्टले आशिष दिएको चाहिँ एउटा जकासले एउटा त्यो परिस्थितिलाई सृजना गरेको कुरा पाउँछ। आज तपाईले हामीले के त्यो सृजना गरेको छौं? प्रभु येशू ख्रीष्टले अहिले पनि भनिरहनु भएको छ कि हे
म हेर ढोकामा उभिएर घचाउँछु, यदि तिमीहरू कसैले स्वर सुनेर मेरो त्यो ढोका खोलिदियो भने म तिमीहरूको घरमा आउनेछु, म तिमीहरूसँग खाने भोजन खानेछु, तिमीहरूले मसँग खानेछु भनेर अझै पनि हाम्रो लागि हाम्रो ढोकाहरू त ढकढकाइरहनु भएको छैन। अझै हामीले त प्रभु येशू ख्रीष्ट हामीले ढोका त बन्द गरिरहेको छैनौँ। जक्कायसले आफ्नो घरको लागि ढोका खोलिदिएका छ। हालेलुया। आफ्नो जीवनको लागि ढोका खोलेको छ, आशिषको लागि ढोका खोलेको छ, उद्धारको लागि उनले ढोका खोलेको छ। र तेस्रो कुरा, चौथो कुरा, जब यो तीनटा कुरा भयो, एउटा जक्कायसले के गरे? प्रभु येशू ख्रीष्टलाई हेर्नका लागि चाहना गरे। दोस्रो कुरा, जक्कायसले परिस्थितिहरू हेरेन। तेस्रो कुरा, प्रभु येशू ख्रीष्टले निम्ताएको हम पाउँदछ। हालेलुया। प्रभु येशू ख्रीष्टले जक्कायसलाई निम्ताउनु भयो। आऊ जक्कायस, आज म तिम्रो घरमा बस्नेछु। र चौथो कुरा चाहिँ के छ भने जक्कायसले प्रभु येशू ख्रीष्टलाई आफ्नो घरमा लगेर गए अनि तिनी झट्टै ओर्लेर आए अनि खुसी साथ उहाँको सत्कार गरे। हालेलुया। के गरे अरे? खुसी साथ उहाँको सत्कार गरे। हेर्नुहोस् न, ओहो आउनुहोस् प्रभु, म त खुसी हुँदैछ नि। यद्यपि जक्कायसको लागि प्रभु येशू ख्रीष्ट मर्नु भएको थिएन, जक्कायसको लागि प्रभु येशू ख्रीष्टले दुःख भोग्नु भएको थिएन। त्यति बेला जक्कायसले प्रभु येशू ख्रीष्टको दुःखको बारेमा देखेको थिएन, जक्कायसले प्रभु येशू ख्रीष्टको त्यो पीडाको बारेमा देखेको थिएन, र जक्कायसले प्रभु येशू ख्रीष्टको त्यो रगत बहेको देखेको थिएन, जक्कायसले त्यो जक्कायसको लागि थुकाइ खाएको देखेको थिएन, जक्कायस त्यति बेला क्रुसमा पीडित अवस्थामा त्यागेको अवस्थामा बलिदान भएको देखेको थिएन। तर पनि जब जक्कायसको घरमा प्रभु येशू ख्रीष्ट आए, खुसीको साथमा के गरे अरे? सत्कार गरे। हालेलुया। खुसीको साथमा के गरे? सत्कार गरे, खुवाए, पकाए, दिए। किनभने आज मेरो घर चाहिँ धन्यको भयो, आज मेरो घर चाहिँ परिवार आशिषित भयो, आज मेरो घरमा मेरो परिवारमा प्रभु येशूले गुरुले पहिला टेक्नुभयो, मेरो घर आज आशिषित भयो। हालेलुया। हामी कति खुसीको साथमा प्रभुको सेवा गरिरहेको छौँ, कति खुसीको साथमा हामीले प्रभुको आराधना गरिरहेको छौँ, कति खुसीको साथमा हामीले प्रभुको महिमा गरिरहेको छौँ। How happy we are pleasing God, worshiping God. हामी कतिको खुसी छौँ प्रभुको आराधना गर्नको लागि, प्रभुमा प्रार्थना गर्नको लागि हामी कति खुसी छौँ। आज हामी विचार गर्नुपर्ने कुरा, जक्कायस एउटा पापी, समाजको नजरमा त्यागेको मान्छे, समाजको नजरमा एकदम तल्लो दर्जा भएकोमा जब प्रभु येशू ख्रीष्ट घरमा आउनुभयो नि, आनन्द र खुसीको साथमा प्रभु येशू ख्रीष्टको सेवा गरे भनेर भन्नुहोस्। तर हामी बाइबल पढेको छौँ, हामीले प्रभु येशू ख्रीष्टको बारेमा सुनेको छौँ, हामीले कतिपल्ट हामीले सुन्यौँ कि प्रभु येशू ख्रीष्ट मेरो निम्ति बलिदान हुनुभयो, मेरो पापहरू क्षमा गर्नुभयो, उहाँले मेरो निम्ति रगत पकाउनु भयो, मेरो निम्ति कोराको चोटहरू खानुभयो, मेरो निम्ति उहाँले थुकाइहरू सहनुभयो, मेरो निम्ति सबै अपमानहरू उहाँले सहनुभयो, उहाँ निन्दित हुनुभयो, मेरो निम्ति क्रुसमा जानुभयो, मेरो सबै कुरा जे पनि गर्नुभयो उहाँले मेरो निम्ति गर्नुभयो भनेर जब तपाईँले हामीले त्यो महत्त्व दिन्छ नि, हाम्रो सेवाको फरक, हाम्रो सेवा गर्ने, हाम्रो आराधना गर्ने, परमेश्वरलाई महिमा दिने कुरा चाहिँ जक्कायसभन्दा अझ फरक हुनुपर्छ। हालेलुया। जक्कायसभन्दा फरक छ कि छैन? त्यसै कारण गर्दाखेरि भजन सङ्ग्रहले भन्दछ नि, भजन सङ्ग्रहले के भन्दछ? दाउदले, हे परमेश्वर तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, यु आर माई गड। परमेश्वर तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, म तपाईँलाई दिलो ज्यानले खोज्छु। हेर्नुहोस् त, म तपाईँलाई दिलो ज्यानले खोज्छु भन्नुपर्दा चाहिँ कुनै सीमा नै छैन क्या, कुनै बाउन्ड्री नै छैन, कुनै पर्खालै छैन, कुनै बाधा छैन, कुनै अब्स्टिकल्सहरू छैन। यहाँनिर दिलो ज्यानले खोज्छु भनेको चाहिँ कुनै पनि उनले पर्खालहरू दिएको छैन। जे होस् जसुसुकै होस्, म परमेश्वरलाई खोज्छु। हालेलुया। जमिनमा पानी नभएको अब र बाँझो जमिनमा मेरो प्राण तपाईँको निम्ति तिर्खाउँछ। हेर्नुहोस् त, हामी कहाँ मात्र सेवा गर्छौँ, कहाँ मात्र हामी सेवा गर्छौँ जहाँनिर पानी छ, जहाँनिर पानी पाउँछ हामीले। हेर्नुहोस् है, जहाँनिर हामी पानी पाउँछौँ, जहाँनिर हामी भोजन पाउँछौँ, त्यहाँनिर हामी सेवा गर्नको लागि तयार हुन्छौँ। तर जहाँनिर पानी छैन, जहाँनिर सुक्खा छ, जहाँनिर ओबानो छ, जहाँनिर मरुभूमि छ, हामी त्यहाँ सेवा गर्न चाहँदैनौँ, त्यहाँ हाम्रो प्राण तिर्खाउँदैन। तर जब हाम्रो हृदय चाहिँ परमेश्वरको लागि चाहना हुन्छ नि,
जब हाम्रो हृदय, जब हाम्रो दिमागले हो यस मलाई प्रभु येशू ख्रीष्टले मलाई प्रेम गर्नुभएको छ, मेरो निम्ति प्रभु येशू ख्रीष्ट बलिदान हुनुभएको छ, मलाई उहाँले प्रेम गर्नुभएको छ भन्दाखेरि चाहिँ के छ, हामी ओबानो जमिनमा पनि, हामी मरुभूमिमा पनि, हामी सुक्खा अवस्थामा पनि, त्यहाँनिर त्यो ठाउँमा पनि हाम्रो हृदयले के गर्दछ अरे परमेश्वरको लागि हाम्रो प्राणहरू तिर्खाउँछ। हालेलुया। अनि हाम्रो प्राण चाहिँ के हुन्छ, हाम्रो शरीर परमेश्वरलाई हेर्नको लागि, परमेश्वरको आराधना गर्नको लागि, परमेश्वरको सेवा गर्नको लागि मरि मिट्छ क्या। हालेलुया। जब हामीले बुझ्छौँ यस प्रभु येशू ख्रीष्ट मेरो लागि, उहाँले मेरो लागि गर्नुभयो, मेरो लागि बलिदान हुनुभयो, मेरो लागि। त्यसै कारण गर्दा पावलले भन्दछ नि आई हेभ क्रुसिफाइड, मैले प्रभु येशू ख्रीष्ट, मैले आफूलाई येशू ख्रीष्टसँगै क्रुसमा टाँगेको छु। मैले आफूलाई कोसँग क्रुसमा टाँगेको छु? प्रभु येशू ख्रीष्टसँगै क्रुसमा टाँगेको छु। अब जिउने म होइन, तर को जिउनुहुन्छ ममा? येशू ख्रीष्ट जिउनुहुन्छ। हालेलुया। त्यो ट्रान्सफर्मेसन, त्यो परिवर्तन जब प्रभु येशू ख्रीष्ट जकायसको घरमा आए नि, त्यो परिवर्तन चाहिँ कसमा भएको छ? जकायसमा भएको छ। हालेलुया। जकायसले प्रभु येशू ख्रीष्टको सेवा मात्र गरेन, प्रभु येशू ख्रीष्टको लागि खुवाउने काम मात्र गरेन, प्रभु येशू ख्रीष्टको लागि सत्कारको काम मात्र गर्दैन, तर प्रभु येशू ख्रीष्टको लागि उनले के गर्न तयार थिए हेर्नुहोस् त। आत्मा भन्दछ जकायसले खडा भएर प्रभुलाई भने, प्रभु हेर्नुहोस् म आफ्नो सम्पत्तिको आधा भाग गरिबलाई दिन्छु, कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको 4 गुणा फिर्ता गरिदिनेछु। हालेलुया। ट्रान्सफर्मेसन, परिवर्तनको कुरा हामी पाउँदछौँ जब प्रभु येशू ख्रीष्ट हाम्रो घरमा हुनुहुन्छ नि, जब प्रभु येशू ख्रीष्टलाई हाम्रो हृदय एउटा तृष्णाको साथ हामी प्रभु येशू ख्रीष्टलाई हेर्न तयार हुन्छ नि, प्रभु येशू ख्रीष्टलाई भेट्नको लागि तयार हुन्छ नि, हाम्रो प्राणले मरिमेट्छ नि प्रभु येशू ख्रीष्टको लागि हामी जब पहिला चाल्छौँ। अनि प्रभु येशू ख्रीष्ट जब हाम्रो घरमा हुनुहुन्छ, हाम्रो परिवारमा, हाम्रो जीवनमा हुनुहुन्छ नि, त्यहाँनिर के हुन्छ अरे ट्रान्सफर्मेसन भन्ने कुरा हुन्छ। हालेलुया। जकायसले के भनेको छ, हे प्रभु मैले कसैको सम्पत्ति लिएको छु भने के छ अरे, के गरिदिनेछु म? आधा भाग गरिबलाई दिन्छु, कोहीबाट अन्यायपूर्वक लिएको छु भने पनि के गर्नेछु? 100 रुपियाँ लिएको छु भने म कति दिनेछु? 400 रुपियाँ दिनेछु। मैले 500 रुपियाँ लिएको छु भने म कति दिनेछु? 2000 दिनेछु। म 4 गुणा बढी फिर्ता गरिदिनेछु। त्यो चाहिँ हो ट्रान्सफर्मेसन क्या, परिवर्तन भन्ने कुरा त्यो। जब प्रभु येशू ख्रीष्ट हामी निम्ताउँछ नि, आई वान्ट टु सी जिजस क्राइस्ट, म येशूलाई देख्न चाहन्छु, म प्रभु येशू ख्रीष्टलाई हेर्नको लागि मेरो प्राण तिर्खाउँदछ, मेरो प्राण मरिमिट्छ भनेर जब हामी पहिला चाहन्छौँ, प्रभु येशू ख्रीष्ट जब आउनुहुन्छ, प्रभु येशू ख्रीष्टको उपस्थितिले, प्रभु येशू ख्रीष्टको प्रेजेन्सले हाम्रो जीवन चाहिँ के हुन्छ अरे परिवर्तन, ट्रान्सफर्मेसन। हालेलुया। यूहन्ना 3:3 के भन्दछ? कोही नयाँ गरी जन्मिन भने के देख्न सक्दैनन्? परमेश्वरको राज्य देख्न सक्दैन। जकायसमा त्यो कुरा हामी पाउँदछौँ। त्यो भनेको नयाँ गरी जन्मिनु भनेको के हो? परिवर्तन, ट्रान्सफर्मेसन भनेको लाइफ चेन्जिङ हो, मन परिवर्तन हो, विचार परिवर्तन हो, पश्चाताप हो। यहाँ चाहिँ जकायसमा पश्चाताप आएको छ। हालेलुया। सुन्नुहोस् है सबैले, यहाँनिर जकायसमा के आएको छ? पश्चाताप आएको छ। जकायसलाई सबैले पापी भनेर हेर्थ्यो, हि इज अ सिनर, उनी एउटा गिल्टी भनेर मानिसले हेर्ने गर्दथ्यो, भिडले गिल्टीको नजरमा हेर्थ्यो, समाजले गिल्टीको नजरमा हेर्थ्यो, समाजले सबैले उनलाई तल्लो दर्जामा हेर्थ्यो, उनी पापी थियो समाजको नजरमा, आफूलाई पनि त्यो लागेको थियो। त्यसै कारण गर्दाखेरि जकायसले भन्दछ, हे प्रभु आई एम अ सिनर, मैले गल्ती गरेको छु भने म आफ्नो गल्ती स्वीकार गर्छु, मैले गरिबहरूको सबै गरिबहरूलाई म दिन्छु आधा सम्पत्ति, मेरो जति पनि सम्पत्ति छ म आधा गरिबहरूलाई दिन्छु, मैले कसैको अन्यायपूर्वक लिएको छु भने पनि म के गरिदिनेछु? फिर्ता गरिदिन्छु। त्यो हो नि पश्चाताप पनि, ट्रान्सफर्मेसन भनेको नै त्यो, पश्चाताप भनेको त्यो। जब प्रभु येशू ख्रीष्ट मेरो जीवनमा आउनुहुन्छ, हालेलुया, जब हाम्रो जीवनमा प्रभु येशू ख्रीष्टलाई निम्ताउँछौँ, जब प्रभु येशू ख्रीष्ट निम्ति हामी ढोका खोलिदिँदछौँ, जब प्रभु येशू ख्रीष्टलाई हामी स्वागत गर्दछौँ, त्यति बेला चाहिँ के हुन थाल्छ? परिवर्तन हुन थाल्छ तपाईँ नि मेरो जीवनमा। हालेलुया। हिजो मैले गाली गर्न थाल्थेँ, हिजो दिनमा मैले अरूलाई लुट्न थाल्थेँ होला, हिजोको दिन मैले ठग्थेँ होला, हिजोको दिन मैले के गर्थेँ होला, हिजोको दिनमा म सङ्गति या प्रभुको के गर्न चाहन्थेन, तर आज प्रभु येशू ख्रीष्टको उपस्थितिले मेरो जीवनमा के भएको छ अरे? परिवर्तन भएको छ। हालेलुया। जब जकायसले भने नि, हेर्नुहोस् है 5औं नम्बरमा के भनेको छ?
जब जकायस अब सब अझ पनि प्रभु येशू ख्रीष्ट अर्को खुसी हुनुभएको छ। हेर्नुहोस् है, अर्को खुसी प्रभु येशू ख्रीष्ट हुनुभएको छ। प्रभु येशू ख्रीष्ट रुखमा चढेको कारण गर्दाखेरि के अरे जकायस रुखमा चढेको कारण गर्दाखेरि प्रभु येशू ख्रीष्ट खुसी हुनु भएर म तिम्रो घरमा जानेछु, आज म तिमीसँग भोजन खानेछु, त्यतिमा मात्र भन्नु भएन। जब प्रभु येशू ख्रीष्ट अर्को परिवर्तन देखे जकायसमा, अर्को पहिला देखे, आज म मेरो सम्पत्ति आधा भाग दिनेछु, आज म गरिबहरू अन्यायपूर्वक ल्याएछु पनि म गरिबलाई दिनेछु भनेर जब यो ट्रान्सफर्मेसन देखे नि, तब जकायस के अनि प्रभु येशू ख्रीष्टले यो घरमा के आएको छ अरे, यो घरमा के आएको छ, मुक्ति आएको छ। हालेलुया, यो घरमा उद्धार आएको छ। आमेन, सेल्भेसन आएको छ, किनभने पश्चातापको कारण गर्दै। हालेलुया, जकायसले पश्चाताप गरेको गर्दै, जकायसले रिपेन्ट गरेको कारण गर्दै जब त्यहाँ पश्चाताप हुन्छ नि, त्यहाँनिर उद्धार हुने काम हुन्छ, त्यहाँ मुक्तिको काम हुन्छ। हालेलुया, जकायसको घरमा के आयो, अब उद्धार मुक्ति आयो। किनभने जकायसले प्रभु येशू ख्रीष्टको लागि हेर्ने तृष्णा मात्र गरेन, जकायसले प्रभु येशू ख्रीष्टको निम्ति हेर्नलाई रुखमा चढ्ने मात्र उनले पहिला चालेन। जकायसले प्रभु येशू ख्रीष्टको निम्ति उसको आर्थ सम्पत्ति पनि दिनको लागि तयार थिए। प्रभु येशू ख्रीष्टको लागि अन्यायपूर्वक कमाएको सम्पत्ति 4 गुणा फिर्ता गर्ने तयार थियो। त्यो परिवर्तन, त्यो चेन्ज चाहिँ हामी पाउँदछौँ। पाँचौँमा तब येशू तिनलाई भन्नुभयो, आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहमका छोरा हुन्। हालेलुया, अब्राहमको छोरा भन्नु बित्तिकै विश्वास, फेथ। जकायसले के गरेको छ, प्रभु येशू ख्रीष्टमा विश्वास गरेको छ। यदि प्रभु येशू ख्रीष्टमा विश्वास नगरेको भए जकायसलाई हेर्न प्रभु येशू ख्रीष्टलाई हेर्न चाहन्थेन, त्यो रुखमा जान चाहन्थेन। जकायसले प्रभु येशू ख्रीष्टमा विश्वास नगरेको भए उनले प्रभु येशू ख्रीष्टको लागि सम्पत्ति दिन चाहन्थेन, उनले गरिबलाई दिन चाहन्थेन। यदि प्रभु येशू ख्रीष्टमा विश्वास नगरेको भए, जकायसमा अब्राहमको विश्वास देखि। त्यसै कारण गर्दाखेरि चाहिँ यहुदीहरूले के भन्यो, जकायस त पापी हो, यिनी त इजरायलको सन्तान होइन, यिनी त यहुदीको सन्तान होइन, अब्राहमको सन्तान होइन भनेर अरूहरूले भनिरहेका थिए। यहुदीहरूले भनिरहेका थिए, किनभने यो कर उठाउने मान्छे हो, यो पापी हो, यो अपराधी हो भनेर। तर प्रभु येशू ख्रीष्टले त्यो दिन के भनिदिए, यो घरमा मुक्ति आएको छ। हालेलुया, त्यति मात्र भन्नु भएन, यिनी पनि अब्राहमका सन्तान हुन्। हालेलुया, अरूहरूले के भनिरहेका थिए, खिसी गरिरहेको थिए, गिल्ला गरिरहेको थिए, घृणा गरिरहेको थिए, यो पापी भनिरहेको थिए। तर प्रभु येशू ख्रीष्टले जकायसको परिवारलाई धर्मी तुल्याउनु भयो। हालेलुया, मान्छेले जेसुकै भनोस्, तर हाम्रो हृदय चाहिँ प्रभु येशू ख्रीष्टको लागि चाहना छ भने नि, मान्छेले जति नै दोषी तुल्याओस् न, जति नै गिल्टी बनाओस्, तर परमेश्वरले हामीलाई धर्मी बनाउनुहुन्छ भने, यदि प्रभु येशूले नै तपाईँले हामीलाई धर्मी बनाउनुहुन्छ भने, कसैले गिल्टी बनाए तापनि नथिङ वर्क्स, केही काम गर्दैन। तर प्रभु येशू ख्रीष्टले नै तपाईँले हामीलाई गिल्टी बनाउनु भयो भने, प्रभु येशू ख्रीष्टले नै तपाईँले हामीलाई अपराधी बनाउनु भयो भने, जति संसारको मान्छेले हामीले धर्मी बनाओस्, स्टिल हामी पापी हुन्छौँ। धर्मी बनेको केही समयको लागि मात्र, तर प्रभु येशू ख्रीष्टले बनाउनु भएको धर्मी चाहिँ के हो, अनन्त जीवनको लागि हो। हालेलुया, यसकारण गर्दाखेरि हाम्रो आज 5वटा कुरा, कतिवटा कुरा, 5वटा कुरा जकायसले प्रभु येशू ख्रीष्टलाई हेर्नको लागि के गरे, उत्सुकता, इच्छा। दोस्रो कुरा जकायसले के गरे, बाधाहरू पन्साएर प्रभु येशू ख्रीष्टलाई हेर्नका लागि उनी रुखमा चढे। तेस्रो प्रभु येशू ख्रीष्टले के भन्नुभयो, निम्तो दिनुभयो, आओ जकायस, आज म तिम्रो घरमा बस्नेछु। अनि जकायसमा के देखे प्रभु येशू ख्रीष्टले, परिवर्तन। के भेटाउनु भयो, परिवर्तन। अनि 5औं कुरा प्रभु येशू ख्रीष्टले के भन्नुभयो, परिवर्तन देख्नु भएर के भन्नुभयो, यो घरमा के आएको छ अरे, मुक्ति आएको छ। यो घर आज अब्राहमका सन्तान हुन्, किनभने प्रभु येशू ख्रीष्ट मानिसको पुत्र हराएकोलाई खोज्नको लागि आउनुभएको। आज हामी यहाँ जतिजना छौँ नि, कतै हामी म त अल्गो छु भनिरहेको त छैन, कतै म त पुड्को त भनिरहेको छैन, म त पुड्को रुख पनि छैन, भिडहरू मात्र छ, होइन, भिडहरू मात्र छ, हेर्ने कुनै उयो नै छैन, समस्या मात्र छ, भनेर त हामी बसिरहेको छैनौँ। भिड मात्र देखि त रहेको छैन, हामी आफूलाई पुड्को मात्र त देखिरहेको छैनौँ। जब प्रभु येशू ख्रीष्टमा विश्वास गर्छ भने, प्रभु येशू ख्रीष्टको लागि तृष्णा गर्छ भने हामी के पनि देख्छौँ अरे, रुख पनि देख्छौँ। हालेलुया, र जब हामी प्रभु येशू ख्रीष्टको लागि रुख देख्छौँ, चढ्न तयार हुन्छौँ, निम्ताउँछौँ, आउनुहुन्छ, त्यहाँ परिवर्तन हुन्छ, प्रभु येशू ख्रीष्टको उद्धार त्यहाँ परिवारमा हुन्छ। हालेलुया,
आउनुहोस् हामी प्रार्थना गर्नेछौँ।